जय मङ्गल जय मूलवासी। आज चाहिँ चितवनमा अलिकति जो छ ढुसी अथवा कुहिरो लागेको र जाडो बढेको कारणले गर्दाखेरि म बाहिर जान अलिकति गाह्रो पर्यो र मलाई छोटो भिडियो बनाउने अवसर प्राप्त भयो। त्यसै कारणले गर्दाखेरि म चाहिँ आज के भन्न चाहन्छु भन्दाखेरि अहिलेसम्म हाम्रो मान्छेहरू जो छ के अरे एउटा भ्रष्टाचार र विकासको नारा लिएर चाहिँ अगाडि बढिरहेको छ र जनता पनि उसैको पछि पछि दौडिरहेको छ है। किनभनेदेखि अब भ्रष्टाचार विकास भन्ने पनि देशलाई चाहिने हो, त्यो नचाहिने कुरा होइन। भ्रष्टाचार हटाउनुपर्छ, त्यो हाम्रो पनि मुद्दा हो। तर सबैभन्दा ठुलो कुरा के हो भन्दाखेरि चाहिँ अधिकार भन्दा ठुलो कुरो अरू केही पनि छैन। किनभनेदेखि तपाईँलाई अधिकार प्राप्त भयो भने तपाईँ यो देशको मूलवासी हो र यो देशको नागरिक हो र यो देशमा बस्ने अधिकार प्राप्त हुन्छ। तर तपाईँ जो छ अधिकारविहीन भएर बस्नु पर्यो भने तपाईँ यो देशको लागि पाहुना मात्रै हो, पाहुना मात्रै हो। भोलि राज्य सत्ताले चाह्यो भने अहिले जो हामीलाई दिएको संज्ञा आदिवासी जनजाति भनेर के अरे संविधानमै कोरिसकेको छ, त्यो भनेको चाहिँ हामीलाई दोस्रो दर्जाको नागरिक विदेशी बनाएका हुन्। जस्तै हामीहरू यहाँबाट भारत गयो भने भारतको लागि हामीहरू आदिवासी हो, जनजाति हो। तर हाम्रो त यो राष्ट्रमा जस्ता विभिन्न थरीको प्रमाणहरू भेटिसकेको छ नि त। यो माटो मुनि खनी हेऱ्यो भने हाम्रो पुर्खाहरूको त अस्तित्व भेटिन्छ नि त। त्यस कारणले गर्दाखेरि हामी मूलवासी हो। त्यस कारणले गर्दाखेरि विकास र भ्रष्टाचारको मुद्दा भन्दा हक अधिकारको मुद्दा जो छ सबैभन्दा ठुलो कुरा हो। यदि तपाईँलाई हक अधिकार प्राप्त भयो भने भोलि आफ्नो भावी सन्तानको यो राष्ट्रमा बस्ने अधिकार प्राप्त हुन्छ र सुनिश्चित हुन्छ। यदि तपाईँ भ्रष्टाचार र विकासको नारामा मात्रै उल्झेर बसिरह्यो भने तपाईँले कहिले पनि अधिकार प्राप्त गर्न सक्दैन र भोलि गएर तपाईँको यो राष्ट्रमा बस्ने कुनै निदो हुने छैन, निश्चित हुने छैन। भोलि राज्यले चाह्यो भने आदिवासी जनजातिलाई चाहे राख्छन्, नचाहे लखटिदिन्छन्। जस्तै विभिन्न देशबाट लखटिरहेको छ। अहिले विभिन्न राष्ट्रहरूमा यही के अरे क्रम जारी रहेको छ कि विदेशीलाई वापस पठाउने चाहिँ प्रक्रिया चलिरहेको छ। अहिले जो छ एउटा हिसाबले विदेशमा रोजगारीहरू के अरे खोलिरहेको छ। त्यो रोजगारी जो छ अब त्यो विकास गर्ने क्रममा गर्दा 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 त्यो पुरा भइसकेपछि सबै फर्काइदिने हो। फर्काइदिएपछि यो राष्ट्रमा अब के हुन्छ भन्दाखेरि चाहिँ अब विदेशमा पनि जागिर नपाउने, नेपालमा त अब हामीलाई पर लगेर राख्दैछ। अनि तपाईँ गएर कहाँ बस्ने कहाँ हो त नि? तपाईँले पाउने के हो त नि? त्यसले गर्दाखेरि विकास र भ्रष्टाचारको मुद्दा भन्दा हक अधिकारको मुद्दा सबैभन्दा ठुलो कुरा हो। त्यस कारणले गर्दाखेरि जब तपाईँले आफ्नो हक अधिकारको लागि अगाडि बढेर लड्यो भने भोलिको दिनमा गएर यो राष्ट्रमा बस्ने अधिकार प्राप्त होला। नत्र भनेदेखि चाहिँ तपाईँलाई जस्तै भुटानबाट लखटिएका भुटानी शरणार्थीहरू गुवा रुँदै रुँदै कता कता पुग्यो त्यो हालत नहोला भन्नु सक्दैन म। किनभनेदेखि हाम्रो मान्छेले अझै पनि यो कुरा बुझ्न नसकेर विकासको पछि दौडिरहेको छ। भ्रष्टाचारको नारा दिनेहरूको पछि दौडिरहेको, त्यो सिकाउने त बाहुनवादले सिकाएको हो नि। आफ्नो अधिकारको सवालमा, आफ्नो नस्लको सवालमा, आफ्नो अस्तित्वको सवालमा, आफ्नो इतिहासको सवालमा उठाउनेलाई घाँटी मलाई निमोड्नु खोजिरहेको छ। जस्तै मैले प्रत्येक दिन या कहीँ न कहीँ जो छ एउटा यस्तो मुद्दा के अरे उठाएर चाहिँ केही लेखहरू कमेन्ट अनि त्यसपछि गएर फोटो भिडियो बनाउँदा त के अरे मङ्गोलियाको मान्छे मङ्गोलतिर जाऊ भनेर चाहिँ मलाई यस्तो प्रश्न गर्छ। त्यो हरामखोरलाई मेरो प्रश्न छ। मङ्गोलिया भन्ने देश 1206मा के अरे स्थापना भएको हो र त्यो हिसाबले 800 वर्षभन्दा धेरै भएको छैन।
म तिनलाई भन्न चाहन्छु कि मतलब ल त्यो हिसाबले मङ्गोलिया देश जो छ 1206 मा स्थापना भयो। अब गैती बेलचा बोकेर आऊ न, हाम्रो पुर्खाहरू च्यान खनेर हेरौँ, हड्डी निकालौँ, डिएनए टेस्ट गरेर हेरौँ कुन पुराउनु रहेछ हेरौँ न। तर त्यो मनोवादी सरकारले त्यो गर्न सक्ने हिम्मत छैन। किन छैन भन्ने कुरा उनलाई पनि थाहा छ, उनीहरू विदेशी हो भन्ने कुरा। डाक्टर बाबुराम भट्टराईले भनेको छ, हामी इन्डियाबाट लखडेर मुस्लिमले लखडेर यहाँ आयो, यहाँ आएर चाहिँ के अरे खसलाई छेत्री बनायो, कसलाई ठकुरी बनायो। कृष्ण कुमार सुवेदीले भनेछ हामीलाई इन्डियामा मुस्लिमले लखडेर चाहिँ अनि फेरि यसरी आएको, यहाँको राई लिम्बूहरूले हामीलाई जग्गा दिएर शरण दिएका हुन् भनिरहेको छ। त्यसपछि गएर चाहिँ अर्को एउटा मालबिन ढुङ्गनले भनेको छ कि के अरे हामी जो छ के अरे हामी यहाँ नेपाली होइन, हाम्रो मतलब अस्तित्व हाम्रो उत्पत्ति भएको ठाउँ त ककेसिया हो, हामी त ककेसियाबाट आएको, यहाँको मूलवासी भनेको त यहाँको आदिवासी जनजाति भन्नेहरू हुन् भनेर खुद आफै बाहुनले भनिरहेको छ। त्यसपछि गएर एउटा मतलब त्यो नाम नखोलेको एउटा बाहुन बाजे हुनुहुन्छ, उहाँले चाहिँ हामी इन्डियाबाट आएको, किन आएको बाजे भन्दाखेरि चाहिँ खान नपाएर आएको, अनि कसले खेदेर आएको भनेर भन्दाखेरि इन्डियाले हो भनेर आफै भनिरहेको छ। त्यति मतलब जस्ता प्रमाणहरू हुँदै पनि हाम्रो मान्छेहरू अझै पनि मतलब जस्ता के अरे आफूलाई मूलवासी मङ्गोल भन्नु सकिरहेको छैन। नामको पछाडि मतलब बहादुर लेखेर के अरे हिँड्छ, तर आफ्नो हक अधिकारको लागि चाहिँ सुइक्क बोल्न नसक्ने अधिकार के अरे बहादुर हुन्छ, अर्कोको लागि बहादुर भयो, हाम्रो लागि बहादुर खोइ। आफ्नो हक अधिकारको लागि लड्न सक्नु पर्यो नि, त्यो बहादुर होइन। यदि जो छ आफ्नो हक अधिकारको लागि आवाजै उठाउन त मुख चुइक्क मतलब खोल्न सक्दैन, के को बहादुर। त्यसले गर्दाखेरि अबको दिनहरूमा हामीले यो कुरा बुझ्नुपर्छ कि हामी मूलवासी मङ्गोल हो। मूलवासी मङ्गोलको हक अधिकारको सवालमा हामीले थुप्रै 50 भन्दा बढ्ता मतलब छ के अरे प्रमाणहरू पेश गरिसकेको छ। तर एउटा सिङ्गल प्रमाण पेश गर्न नसक्ने, बुझाउन नसक्ने हामीलाई पेलिरहेको छ। कसको कारणले पेल्दैछ भन्दाखेरि यही आँखा चिम्से नाक थेप्चेहरूले चाहिँ बाहुनको हनुमान बनेर पछि हिँडिरहेको छ। त्यस कारणले गर्दाखेरि हामीले सम्पूर्ण 80% हिन्दू मूलवासी मङ्गोलको आवाज उठाउँदाखेरि चाहिँ हामीलाई नै मतलब छ पर राखेर चाहिँ अनि बाहुनको सपोर्ट गरिरहेको छ। त्यस कारणले गर्दाखेरि हेपिरहेको छ हामीलाई। कुरा बुझ्नुहोस्, कुनै न कुनै दिन यो राष्ट्रमा मङ्गोल राष्ट्रवाद आयो भने ती हनुमानहरूको इतिहासमा कालो अक्षरले लेख्नेछ। त्यसले गर्दाखेरि विकास र भ्रष्टाचार भन्दा ठुलो मुद्दा हक अधिकारको मुद्दा ठुलो हो। यदि तपाईँले अधिकार पायो भने यो राष्ट्रमा बस्ने अधिकार प्राप्त होला, होइन भने तपाईँ खाली अर्काले दिएको भाषणको पछि हिँड्नुहुन्छ भने भोलि तपाईँको भावी सन्तान यो देशबाट विस्थापित नहोला भन्न सक्दैन। त्यसले गर्दाखेरि हामीले अब लड्नुपर्ने कुरा मूलवासी मङ्गोलको हक अधिकार सवालमा अगाडि बढौँ भन्ने हाम्रो सारा मतलब 80% हिन्दू मूलवासी मङ्गोलहरूलाई सल्लाह दिन चाहन्छु। त्यति भन्दै म आजको यो छोटो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। देश र जनता अनि आफ्नो हक अधिकारको लागि चिन्ता हुनेहरू सबैलाई जो छ मेरो तर्फबाट जय मङ्गल, जय मूलवासी।